KB46 KB4 छ भनेको भात खानु पर्यो नि भात। गेट कहिले पनि आउट हुँदैन फरेस्टर साहब, गेट त्यहीँ हुन्छ, जहाँ हुन्छ त्यहीँ हुन्छ, मान्छे मात्रै गेट आउट हुन्छ। मेरो आफ्नै श्रीमती अब म चाहिँ टोइलेटमा सुत्नु पर्ने। चेस है त्यो मान्छे त एकदम कडा छ थाहा छ। गुड नाइट। मन्त्रीज्यू नमस्कार है, आराम हुनुहुन्छ? May I help you? केही आउँदैन। बरु कापी जातिलाई यसो मन पग्लिने खालको चिठी लेख्नु पर्यो कि। सारङ्गी रेटौँला अर्को वर्ष फेरि भेटौँला। यो 10 भने त 10 हो है, ब्रिटेन भने कति हो? म लड्डु प्रसाद बोल्या। भैँसी लड्यो है भयो कुत्रो कहिएर। तेरे पेरा तेरे ठुरा तू पेरे तेरे। किन यस्तो बाँदर उफ्रिया हुन्? हामीले तेरो स्वास्नीको केही कुरा बुझ्न सकेका होइनौँ। तँ दैत्य, तँ राक्षस, तँ दैत्य, तँ मर्दको छोरा हो भनेदेखि आइज न। तैँले नि खोज्यौ? तैँले नि खोज्यौ नि? अरे मरो, यही मरोले पो मुद्दा हालेको रहेछ। आजदेखि म तेरो बाउ पनि होइन, तँ मेरो छोरो पनि होइन। कति ल कति लाइछ? ए श्रीमती, ए बुढी, यहाँ सुन त। साला मात्र होइन, तिमीहरूलाई त साला गढेर गधा पनि थप्छु। साला गधाहरूको बङ्गर सङ्गर फुस्काइदिन्छु नि। साला एक हात कतास काछन्। अब हारेर बेला कहाँ आउँछु नि त म अहिले? जितेपछि आउँछु भन्दै नि त। नमस्कार, कस्तो छ नि त ब्याङ्कलाई सन्चै छन्? अनि तेरो मुखमा 4-5वटा बङ्गाएर बढी भएको छ क्या? झिँदिनु पर्छ क्या? है पुलिसजी, तपाईँ चुप हुनुहोस्। है छौडा यहाँ आउनुहोस्। पहिले हामीलाई जसले चोर भन्थ्यो, त्यो आजकल हामीलाई भन्छ पैसा चोर। यो ए फर एप्पल छ, तो बी फर बैग में, तो सी फर चपाउने, तो डी फर डकारने। तपाईँको नाम के हो? नमस्ते डार्लिङ। ऐनामा नाक यसो गर्दाखेरि त सुँगुर्नी जस्तो देख्दो रहेछ क्या। सुन्दरनी भन्नु खोजेको सुँगुर्नी भएछ। कुटै खालास मेरो होइन, मेरो स्वास्नीको। आज यो वेदरले एकदम च्यालेन्ज दिइरहेको छ मलाई। भोलिदेखि खानु अलिकति खाउँ है। न्युको चाहिँ हो बङ्गालसँग झाल दिनुहोस्। आइम सरी, कुर्सी सरी। ओहो, यो कति किलोमिटर जानुपर्ने हो? यो धेरै लामो किलोमिटर हो भने त अलिकति पेट्रोल थमाउनु पर्ला जस्तो छ। त्यो लोकल भए पनि हुन्छ, एक्सप्रेस भए पनि हुन्छ। जे भए पनि यहाँबाट स्वाट नरोकिकन जानु पर्यो। आनन्द, संसारमा यो जस्तो आनन्द कुरोहरू केही छैन। मलाई त हेर, सपनामा पनि तिमी नै देख्छु, विपनामा पनि तिमी नै देख्छु। तिमीले मलाई धेरै सम्झ्यौ कि जस्तो लागेर म यहाँ आएको। Yagan. Dangini. I know you. I love you. I love you too. Guru,
तिम्रो श्रीमानले तिमीलाई सधैँ माया गरोस् भनेर आशीर्वाद दिइदिकन तिम्रो बेडरुम बनाइदिन्छु। मेरो याद एक थोपा पनि तिम्रो घरभित्र नछिरोस् भनेर 14 इन्ची बाक्लो 7 फिट अग्लो कम्पाउन्ड वाल लगाइदिन्छु। त्यसो गरे कसो होला? तपाईँ त मान्छे झुरपटास हुँदो रहेछ नि। किन? अहिलेदेखि मेरो छोरीलाई हेरेको छ बा। आए पनि हेरेको छ, गए पनि हेरेको छ, कहिले भेडियो खेच्ने पनि हेरेको छ। कुरा मसँग, आँखा छोरीसँग। क्या हो? स्वर्गको परीले दैत्यसँग बिहा गरेको छ। त्यस्तो नजाने कामहरू हुन्छ। कहिले काहीँ मेरो बुद्धि पनि के हुन्छ क्या उड्छ अनि फेरि आउँछ आइसक्यो। म त्यो बिजुलीको मिटर जात्ने मान्छे, बिजुलीको मिटर। म खुट्टा मित्यौँ भयो, खुट्टा मित्यौँ। फेरि आज पनि ढिँडो पकाएर छ, भात पकाएको छैन। त्यसको बिहे 16 गते रे। के सम्झाएको त्यसले मलाई? म पनि 15 गते भित्र बिहा गरेर 16 गते त्यसको भोज खानलाई तपाईँहरूको बुहारी लिएर जान्छु। के सम्झाएको त्यसले मलाई? मैले केटीको नामै राख्नु नपर्ने गर्छ तपाईँहरूले। मेरो आयुष्मान सुपुत्र श्री वैकुण्ठ नेपालीको शुभ विवाह हुने भएको हुनाले कृपया पाउ कष्ट गर्नुहोला। प्रार्थी श्रीमान श्रीमती नीलकण्ठ नेपाली भनेर छ अहिले। नत्र भ्याइँदैन नत्र धेरै मर्छु नमन्नुहोस् बुवा। तपाईँभन्दा पहिले म मर्दिन्छु नि थाहा हुन्छ। जा मर जा। हुन्छ बुवा हुन्छ। ए आमा, ए बुवा, प्लेन छुट्नु लाग्यो भने हिँडेर जानु पर्ला नि थाहा हुन्छ। त्यसलाई मैले ठोक्न सकिनँ भनेदेखि म कुकुरको छोरो बुवा, कुकुरको छोरो म। हो मिस्टर, घाँस काट्ने खुर्केर आयो जवन हुर्केर कसलाई दिउँ यो जवन। मैले त चुनाव हारेँ भनेर त सपना पनि चिताएको छैन मैले त। एकपल्ट फेरि त्यो भोट खसाले ट्याङ्कर टकटकाएर गर्नु पर्यो क्या हो? जनताले जिताइदिए, धाँधलीले जितायो भन्न। धाँधलीले गऱ्यो भनेदेखि त हाम्रो घरमा आउने त्यो पाङ्रे कुकुरले पनि चुनाव जित्छ। धाँधली गरेर त कस्ता इमान्दार नेताहरू पनि चुनाव हारेछन्। हो त्यसकै शिकारमा पनि परे। हेरौँला तेरो यो चुरीफुरी कति दिन टिक्छ म पनि हेरौँला। तपाईँहरूले त मान्नुपर्छ बा। न घाम बनिएको छ, न पानी बनिएको छ, देशको लागि दौड्या छ। यसो पानी सानी के खाएर जानुहुन्छ कि? त्यसो गऱ्यो भने कसो होला? त्यसो भन्दा पो त म गाविस अध्यक्ष भयो भनेदेखि त यो गाउँलाई त म त स्विजरल्यान्ड जस्तो बनाइदिन्छु। त्यसो गरे कसो होला? स्विजरल्यान्ड भन्ने कस्तो छ? खोइ दाइ, मलाई पनि थाहा छैन। जा भात मसाले गर पकाइ। 1 2 3 4 5 हामी पनि फेरि खाने 6 7। जा भाँडा बसालिस्, तेल हाल, तेल वालले हाल, थोरै हाल। अब अलिक थप न। मैले भने जे त्यही गर न। अब छोड्नुपर्छ, म पनि छोडिदिन्छु। यो दाँत हुन्जेलसम्म खान्छु है। यो दाँत झरेपछि म पनि माछा मासु सबै खानु छोडिदिन्छु। तिम्रो त खसी होइन, जरायो रहेछ। कस्तो मिठो स्वाद त। जे भए पनि त्याग गर्न सिक्नुपर्छ क्या। मान्छेले जति ठुलो त्याग गर्यो त्यति मान्छे महान हुन्छ। त्यसो गऱ्यो भने कसो होला? जिउ भए पो घिउ खाने। जिउ नै भएन भने के घिउ खान्छौ? तिम्रो भैँसी त बुढी भइसक्यो, लट्ठी टेकेर हिँड्छ। हिजो आज तिम्रो भैँसीले चस्मा लाएर हिँड्छ। बल्ल चस्मा लगाएपछि अनि घाँस र पराली छुट्याउन सक्ने भएको छ। तिम्रो बाख्रा त पहिलेकै एउटा कहाँको एउटा बोको आएछ,
अरे बहादुर तैँले बोलाउँदै म आउँछु तेरो घरमा बसेको छु त मेरो बाउ होस् तेरो सम्पत्ति खाइदिएछु कुन कुन सामान ल म त तँलाई मनमा राखिहाल्छु नि त त मेरो मनमा अटाइहाल्छस् नि सधैँ मनमा बसिरहनु नि त्यसो गरेर कसो होला तँ त हात्ती जत्रो भए पनि मेरो मनमा अट्छस् क्या मेरो मनमै बस्न बिरालोले खाए कि के रे बिरालोले खाए कि भने अनि त्यहाँ भान्सामा त्यत्रो ठुलो कुखुरा काटेर खाँदाखेरि हामीलाई अलिकति 2-4 टुक्रा दिनु पर्दैन यस्तो बिचरा नाबालकहरूलाई देखाइ बाँच्न उडाइ चौटा तान्दाखेरि तिमीलाई त पाप लाग्छ के भने कि ढोका दिनेलाई गरेर धोत्रो सर्ने हालेर कुरा गर्न थालेछ ल तिमीहरूको भात हिजो कारणले जस्तो आफ्नो सम्झिने बोलेको तिमीहरूको गाई भैँसी बाख्राको त क्रिया गर्दा गर्दा हैरान भइसकेँ म यी अहिलेसम्म यस्तो टोपी लगाएर छु तिम्रो भैँसीको आफ्नो काम त आफै गर्नु परिहाल्छ नि होइन अब आफ्नो घरको काम गर्न के को लाज मान एकछिन एउटा इमर्जेन्सी मिटिङ गर्नु पर्यो भित्र हिँड्नु हिँड्नु न भने हुन्छ हुन्छ त्यसै गरे कसो होला हुन्छ त्यसै गरेर है हुन्छ है अब एक टुवा पनि थप्ने क्या हो थप्ने म यसलाई तपाईँको छोरी बनाइदिउँ त्यो मान्छेलाई उठाउनु हुँदैन शास्त्रले पनि दिँदैन क्या त्यति गर्छौ नि हेर भिनाजुको लागि त्यसो गर तिमीलाई म जानिदिनु तिमीलाई म जानिदिनु त्यति तिमीले गर्दैन भनेदेखि हेर तिमीले दिदीले त भाइ